यदि तपाईहरु बराइन आउने सोच्दै हुनुहुन्छ भिजा एप्लाई गर्नु भएको छ भने के कस्तो छ कन्डिसन कति कमाइ हुन्छ हैन नेपालमा बस्दा राम्रो कि त्यही भएर हैन 2 पैसा पर्छ नेपाली 70 रुपैयाँ यो सानो दहीको नमस्ते त बराइन आउने मान्छे गंगोबाट बसमा इन्डियामा हामीले खाना खुवाउँदैनौ हेलो ब्यूटीफुल पीपल गुड मर्निङ कैसे हो आप लोग आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु र मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ आजको भिडियोमा चाहिँ के विषयमा कुरा हुनेछ भने यदि तपाईहरु बराइन आउने सोच्दै हुनुहुन्छ भिजा एप्लाई गर्नु भएको छ भने के कस्तो छ कन्डिसन के हुन्छ कस्तो हुन्छ कति कमाइ हुन्छ हैन नेपालमा बस्दा राम्रो कि त्यही बारेमा यसो छलफल हुनेछ र म चाहिँ अहिले यहाँ ड्युटीमै छु यहाँ चाहिँ भर्खर 4 बजिरहेछ र उता नेपालको चाहिँ 7 बजे होला 7 बज्न लाग्यो होला अनि अहिले यहाँ ड्युटीमै छु रातभरि नसुतिकन ड्युटी गरिरहेको छु र सुत्नु पनि हुँदैन हामी यहाँ आफ्नो कर्तव्य निभाउन आफ्नो जिम्मेवारी दिइसकेपछि हामी सुत्यो भने त्यो भोलि केही होला हैन भोलि हाम्रै टाउमा आउँछ हामीले त्यसको जिम्मेवारी दिनुपर्ने हुन्छ हैन अर्काले त्यतिकै पैसा त दिँदैन त्यही भएर नसुतिकन ड्युटी गरिरहेको छु कोही बेला चाहिँ यसो यस्तो निन्द्रा लाग्यो हैन त्यही भएर 5-10 मिनेट यसो त्यो चाहिँ थाहा हुँदैन अनि उताबाट राति पेट्रोलिङ ग्रुप आउँछ तिनीहरू आउने बेलामा फेरि सुतेको थाहा पायो त्यहाँ आएर बत्ती बाल्छ उनीहरूले हर्न मार्दैन सुतेको थाहा पायो र त्यो बत्ती बाल्दा यहाँ खोलेर त्यहाँ रजिस्टर त्यो साइन गर्नु गएन भने उनीहरूले फोटो खिचेर राख्छ अनि त्यहाँबाट फेरि आजको दिनको स्यालेरी चैट गरिदिन्छ फेरि दिँदैन त्यस्तो गरे धेरैचोटि त्यस्तो भयो भने फेरि निकालिदिएर जहाँ नेपाल भन्नु पनि बेर लाउँदैन त्यही भएर सबैसम्म नसुतिकन ड्युटी गर्नुपर्छ नाइट ड्युटी छ होइन त्यही हो अस्ति चाहिँ मेरो ड्युटी पर थियो पर सरकारी अफिसमा राम्रो थियो अहिले यहाँ आफ्नै यो जुन हामीलाई भिजा पठायो त्यही कम्पनीको नै आफ्नै कम्पनीमा छ र यहाँ चाहिँ गाडीहरू छ 1500 2000 3000 गाडीहरू हुन्छ होइन त्यही हेर्नुपर्छ रातमा 3-4 चोटि राउन्ड मारेर यसो जसो तसो चलिरहेछ र अहिले 6 बजी चाहिँ डे सेक्युरिटी आउँछ अनि उनीहरू आएपछि चाहिँ गएर टक्क खानासाना पकाएर खाएर सुत्नुपर्छ हेलो भैया ल भैया इधर बोलिए ना कुछ मैं वीडियो बना रहा हूँ नहीं बोल्दा गाडी आइसक्यो त्यहाँ अब गाडी जानुपर्छ गाडी यहीँ छ दाजु आएर हाम्रो ल अच्छा से जाएगा भैया हेलो ओके भैया लो क्या बनना है आपका ला बोलिए अच्छा है ना अच्छे ओके और आप कैसे हो हट जा पीछे गड्डी आती उधर ड्यूटी कैसा चल रहा है आपका अच्छा चल रहा है ओह इधर गाड़ी बहुत आ रहा है इधर है हमारा पार्टनर भैया सुगन तामाङ लकडा हो अब चाहिँ एउटा गाडीमा आयो अब अर्को गाडीमा यसमा जानुपर्छ अब चाहिँ ट्याक्क ब्रो कैसे हो गुड मर्निङ अभी आए अभी थोड़ा 2 मिनट अघि लकेडा म चाहिँ अलिकति तरकारी लिन जान्छु अब चाहिँ हैन यतातिर परतिर गाडीहरू छ हामीलाई ल्याउने जाने गाडीहरू हाम्रो गार्डनहरू चाहिँ यस्तो चकाचक छ पर त कस्तो नराम्रो रहेछ गार्डनहरू यहाँ चाहिँ अच्छा नै छ है यहाँ चाहिँ जे होस् हैन राम्रो छ उता अरू ठाउँ हेरि यहाँ गार्डनहरू राम्रो छ एउटा गाडी आइरहेको छ त्यहाँ हाम्रो गाडीहरू चाहिँ अनि त्यहाँबाट हेलो आइसक्यो ड्राइभरहरू होइन मलाई लग्ने गाडी चाहिँ यही हो माटोक्ने यहाँ त खतरा छ होइन अरू क्याम्पहरू चाहिँ त्यति राम्रो लागेन कि म हिजो गएको थिएँ अनि मलाई अरू क्याम्पहरू खासै उचित लागेन तर हाम्रो क्याम्प चाहिँ खतरा छ क्या अब हाम्रो कोल्ड स्टोर अब यहाँ चाहिँ सामानहरू किन्नुपर्ने हुन्छ हैन हेलो गुड मर्निङ अब यहाँ सामानहरू किन्नुपर्छ होइन सब उनीहरू आफ्नो धुनमा छ सामानहरू नै यस्तो महँगो होइन यो सानो दही यसको पर्छ 2 रुपियाँ यहाँको 2 रुपियाँ भने 2 पैसा पर्छ नेपाली 70 रुपियाँ यो सानो दहीको
अरू यता टमाटरहरू सब थोक पाइन्छ चाहिँ टमाटरहरू। यो एउटा चिप्स होइन, यो एउटा चिप्सको नि 70 रुपियाँ पर्छ यार यहाँ त। भनेपछि कति महँगो होला तपाईँ आफै विचार गर्नु होला होइन। अनि यो यसको हेर्नु त यहाँ डेट मात्र रहेछ। यो यहाँ चाहिँ पैसा यसको 100 रुपियाँ, यहाँ 0.100 भनेको यो नेपालको लगभग 35-36 रुपियाँ पर्न जान्छ। यो एउटा दुनको 35 रुपियाँ पर्छ यहाँ चाहिँ। फेरि यहीँ यो 300मा यो 300 फिल्स भन्छ यहाँको होइन, 0.300 300 पैसामा चाहिँ यहाँ यो आउँछ। यो भनेको लगभग 120 जति पर्छ, 120मा यति आउँछ है। अब म आज चाहिँ यो ट्याक्क टमाटर लग्छु 2टा, त्यहाँबाट आज त यहाँ मासु लगेर खानु पर्ला जस्तो छ। केटा हो मासु हानिदिनु पर्ला जस्तो छ आज। होइन यहाँ हेरौँ है त के छ। 150 ग्राम यसो कति भन्दा रहेछ म अहिले तपाईँहरूलाई सोधेर भन्छु है। लकेडा हो मैले चाहिँ आज 450 रुपियाँको सामान लिएर आइसकेँ। नेपाली 450, यहाँको 1 डिनर 2 रुपियाँ भन्छ यहाँ चाहिँ। 1 डिनर 2 रुपियाँ भने नेपाली लगभग 450 पुग्दो रहेछ। ठिकै सामान छ भने चाहिँ म उता गएर देखाउँछु होइन। अनि उपरतिर चाहिँ हाम्रो नेपाली दाइ आउँदै हुनुहुन्छ, म दाइलाई पनि देखाउँछु। हेलो दाइ, गुड मर्निङ। सन्चै हुनुहुन्छ नि? गाडी साडी आइरहेको छ होइन। ब्रो गुड मर्निङ। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? Tell me, how are you? Fine, how are you? Oh, I'm fine. म पनि सन्चै छु दाजु। You fine? Yeah, I'm fine. I love Thokko. I love you. I love you too. खाना बनाउँदै हुन्छ, दाल भात तरकारी, खाना मिठो सरकारी। टेल मी, दाल भात तरकारी। नो कुकिङ, दाल भात तरकारी। भात दाल भात तरकारी तरकारी तरकारी। तपाईँको घर कहाँ हो? घर कहाँ हो? घर 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 कहाँ हो? घर कहाँ हो? घर दोलखा दोलखा त मेरो हो। हाउस your house, where are you from? Where are you from? Where are you from? Yeah, you are. Me? Yeah. Zimbabwe. Zimbabwe, no. No. I'm from Senegal. Oh, Senegal. Yeah. Senegal is the Okay. And you? Maya, I'm from Nepal. Nepal. Nepal? बताए ना कैसा आने वाला वो ड्यूटी कैसा है? अच्छा है? मुझे तो अच्छा नहीं लगा। अच्छा नहीं लगा? नहीं, इतना रात में 12 घंटा सो नहीं पाऊंगा ना इसलिए। हेलो ब्रो, वेयर आर यू फ्रॉम? नेपाल मन पर्छ? What are you saying? के छ आफ्नो उल्टो होइन क्या, सुल्टो मिलाउनु पर्छ होइन। धेरै दिनपछि भेटघाट दाजुभाइको। म यता बोल्दैछु। मैले सामान लिएर आइसकेँ होइन। यो चाहिँ नेपाली लगभग 450 को सामान हो, 438 हुँदो रहेछ। यहाँको चाहिँ 1 डिनर 2 रुपियाँ क्या, 1.2 रुपियाँ भनौँ न। यो एउटा, अनि यो पाङ्रा कलेज हो टक्क। आज चाहिँ यो खाउन भनेर होइन, आज चाहिँ यो खाने। यो नि पुग्छ 2-3 दिनलाई फ्रिजमा राखेर खानुपर्छ। ल्याएर यो दुनट, यो दुनट यसको नै पर्छ 35-36 रुपियाँ, यसकै पर्छ एउटा दुनटको। नेपालमा 10 रुपियाँ कि 15 रुपियाँ आउने दुनट, यहाँ 36 रुपियाँ पर्छ। अनि 2-3 आलु र प्याज ल्याएको छ, जम्मा यतिको 400 रुपियाँ। ल हुन त पर्छ होला, यो चाहिँ महँगो हो होइन, यो किरा नि महँगो छ। यो पनि मासु पनि छ नि त, यो गर्दा ठिकै होला। 438 450 सामानै हो होइन।
दोस्रो कुरा म अब यस्तो छ होइन, म तपाईँहरूलाई नै थाहा छ म कस्तो मान्छे भनेर। अब म सेक्युरिटी गार्डमा चाहिँ कसरी सिलेक्ट भयो म आफैलाई उतै हुँदा कन्फ्युज थियो। यहाँ आएर पनि अब सबैले भन्छ म त कति वर्ष भइस, म भन्छु 23 वर्ष, उनीहरूले भन्छ 23 भइस त 15-16 को देख्छु त, 17-18 को देख्छु त भन्नु त यस्तो छ। अब त्यही भएर पनि होला है, कपाल सपालले काटेर हिँड्यो होइन। तर कपाल काटे यति महँगो रहेछ म्याटर नि, यो यति पैसाले त नेपालमा 3 चोटि कपाल काट्न पुग्छ, 2 चोटि 3 चोटि। अनि त्यहाँबाट स्याम्पू नि यति महँगो होइन। स्याम्पू चाहिँ एउटा स्याम्पूको 35 रुपियाँ पर्दो रहेछ कि एउटा पिस। नेपालमा 10 रुपियाँको 2टा आउँछ नि, यहाँ त 70 रुपियाँको 2टा। अनि अब ल नुहाएर टक्क उता जान्छु, त्यहाँबाट फेरि ड्युटी कन्टिन्यू सुरु हुन्छ। यसरी चलिरहेको छ जिन्दगी। आज चाहिँ लास्टै पैसा खर्च भयो, बिहान पनि 450 रुपियाँ गयो। अहिले नि गर्दाखेरि आज कमा पैसा सकिसक्यो लगभग। अनि हाम्रो उताबाट अस्ति नेपालबाट आउने बेलामा चाहिँ यस्तो इस्यु यस्तो प्रब्लमहरू भएको थियो कि अब हामीले त 1.5 लाख तिरेको थियो नि त, मेन पावरलाई त हामीले 1.5 लाख तिरेर आएको। तर 1.5 लाख तिरेर यस्तो गङ्गुबाट बसमा हिँड्यो, यता बराइन आउने मान्छे गङ्गुबाट बसमा, एसी पनि बिना एसीको बसमा हिँड्यो। त्यसमा आयो नाइट बसमा, त्यहाँबाट दाउनेको त्यो जङ्गलमा 12-13 घन्टा त्यहाँ जाममा पर्यो। जाममा परेपछि त्यहाँ खाना केही पनि छैन। उनीहरूले उता बेलुका राति खाना पार ल्याएको, त्यहाँ आफैले किनेर खाइरहेको थियो कसैले। एउटा सामान अहिले 20 रुपियाँ छ भने एकछिनमा 25 रुपियाँ, एकछिनमा 30 रुपियाँ त्यसरी बढाउँदो रहेछ। अनि त्यहाँबाट हजारौँ गाडीहरू, हजारौँ बसहरू, ट्रकहरू है, मालगाडीहरू यस्तो जाममा परेदेखि यस्तो जाम नि हुन्छ र नेपालमा यति धेरै यस्तो पनि रहेछ भन्ने कुरा त मलाई त्यहाँ आएर थाहा भयो कि हाम्रोतिर त्यति धेरै गाडी चल्दैन, त्यति धेरै जाम हुँदैन नि त। त्यहाँ यस्तो जाम भइरहेको थियो। जसोतसो निक्लिएर आएर सुनौलीबाट आएर बिहानको दिउँसो खाना खायो, त्यहाँबाट बोर्डर क्रस गरेर हिँड्यो, नाइट बस चढेर 2टा गाडीको मान्छे एउटै बसमा स्लिपरमा 3-4 जना नि खाँदा देख्थ्यो। मैले चाहिँ अगाडि नै सिटमा बसेर सिटमा आइयो। त्यहाँबाट बेलुका खाना छैन। हाकिम साहबले हामी इन्डियामा जाँदाखेरि खाना खुवाउँदैनौँ, फुड पोइजन भयो अस्ति पनि मान्छेलाई भनेर पठाएको थियो नि त उतैबाट। इन्डियामा हामीले खाना खुवाउँदैनौँ, मतलब बाटोमा क्या अस्ति खुवाउँदाखेरि मान्छेहरू फुड पोइजन भएर बिरामी भयो। तपाईँले इन्डियाको लागि चाहिँ आफैले यसरी कुरकुरे सुरकुरे लेसे, त्यही भएर खानासाना छैन। उनीहरू चाहिँ आएर खाएको देख्थ्यो त्यो बिचमा। हामी पनि अब पैसा अलिकति कमै ल्याएको थियो नि त। एक छाक मासु भातको 300 रुपियाँ आइसी भनिरहेको थियो कि बरु त्यो भन्दा नखाउँ भनेर खाएन। अलिअलि मकैसँगै के जे थियो त्यही खाएर हिँड्यो। त्यहाँबाट भोलिपल्ट 10 बजे दिल्ली ल्याइपुर्याएर अब दिल्लीमा नेपालीको होटल रहेछ उनीहरूको, एम्बेसी, त्यही एयरपोर्ट होटल, त्यसमा गएर एक छाक सादा भात खानको लागि यस्तो लाइन बस्नुपर्ने कि माटोमा आम्मामा। त्यही पनि फोहोर छ, होटल पनि त्यस्तै छ है। त्यो साग दिएको थियो, यति साग, त्यो पनि यस्तो कुहिएको जस्तो होइन, सागै त्यस्तो हो कि के हो कि मैले त बुझ्न सकेन। त्यहाँबाट त्यहीँ सुत्यो त्यो दिन। अनि भोलिपल्ट हाम्रो 3:30 बजे फ्लाइट थियो दिल्ली टु मुम्बई। 9 बजे निस्केर जा, तिमीहरू भ्याउँदैन भनिरहेको थियो। अनि त्यहाँबाट हामीले जसोतसो हुँदैन, हामी खाना खाएर मात्रै जान्छु भनेर यता खाना खाएर नै निस्क्यो। त्यहाँबाट मुम्बई आएर फेरि यता इन्डिगोमा यता बराइन आएर अहिले यसरी नै बितिरहेछ। तपाईँहरू सेक्युरिटी गार्डमा आउनुभयो भने दिनमा 12 घन्टा ड्युटी हान्नुपर्छ। आउँदा जाँदा कम्तीमा 1 घन्टा, नभए पनि 2-3 घन्टा लाग्छ। अनि 1-2 घन्टा गएर खानासाना पकाएर खानु पऱ्यो। त्यहाँबाट सुत्ने भने त्यही 4-5 घन्टा त्यहाँ जुरुक्क उठेर नुहाई गरेर टाइमै भ्याउँदैन यार। अनि स्यालेरीको कुरा गर्नुहुन्छ भने हाम्रो अलमोस्ट कम्पनीमा सेक्युरिटी गार्डको बेसिक स्यालेरी 60 हुन्छ, प्लस 4 घन्टा ओभर टाइमको 50 गर्दाखेरि 110, र हप्तामा छुट्टी हुन्छ भनेर पढाउँछ उताबाट। हप्तामा छुट्टी हुँदैन, त्यसको पैसा दिन्छ। त्यो गर्दाखेरि 128-30 आउँछ। त्यो 128 भित्र खानामा 20 देखि 30 बिडी जान्छ। अनि 10 बिडीको रिचार्ज गर्नुपर्छ अनिवार्य महिनामा। त्यसपछि जहाँ ड्रग्सी चुरोबिडी खानुहुन्छ भने छुट्टो खर्च हुन्छ। त्यही अनुसार सोचेर विचार गरेर आउनु होला है। अनि 12को सर्टिफिकेट छैन भने पनि नआउँदा पनि हुन्छ। अनि झन् कन्स्ट्रक्सनतिर त्यो वर्करहरू होइन यहाँ पनि गर्दै हुनुहुन्थ्यो अघि। लकेटा हो, लेबर भिसामा आयो भने चाहिँ यसरी नै काम गर्नुपर्छ कि नेपालमा जति गाह्रो हुँदैन। तर गर्मी चाहिँ लास्टै गर्मीले गर्दाखेरि सक्दैन। म यहाँ एसी अन गरेर बसिरहेको छु, तर उतै उनीहरू टक्क काम भइरहेछ। झन् दिउँसो कति गाह्रो हुन्छ। त्यही भएर अलिक सोच विचार गरेर आउनु होला। विदेश भनेर विदेशमा यत्तिकै त्यो आकाशमा त्यो के अरे रुखमा पैसा फल्ने होइन क्या केटाहरू, त्यो पनि बुझ्नु होला।
अनि मलाई चाहिँ नेपालकै धुलो माटोसँग रमाउनु छ। नेपालको धुलो माटोमा रमाउँदै नेपालको लुकेको गाउँहरू तपाईँहरूको माझमा देखाउनु छ। त्यही भएर तपाईँहरूले अलिक सपोर्ट देखाउनु पऱ्यो, भिडियोलाई लाइक कमेन्ट गर्नु पर्ने, सकेसम्म सेयर पनि हानिदिनु पऱ्यो। त्यही हो। ल थ्याङ्क्स फर वाचिङ दिस भिडियो। भिडियो अन्तिमसम्म हेर्नुभयो धन्यवाद।